मुनाल स्कूल र इटहरी स्कूलको मध्यस्थतामा इटहरा स्कूलको मध्यस्थतामा सम्पन्न भएको एक दिने स्काउट हाइकिङको खाना पकाउने प्रोसेस यहाँबाट सुरु भएको छ। सबै विद्यार्थीहरूले जम्मा गरेका खानेकुराहरू यहाँ छुट्याउने कार्य भइरहेको छ। हाम्रो स्काउट सरले सबै सम्बन्धित निर्देशनहरू दिइरहनु भएको छ। विद्यार्थीहरू भाडोमा माटोको लेप लगाउने कार्य चलिरहेको छ। तपाईहरु हेर्न सक्नुहुन्छ, हातहरू पनि मजाले सेतो भएको अवस्था। सरले पनि मद्दत गर्दै हुनुहुन्छ, विद्यार्थीहरूलाई खाना पकाउन सिकाउँदै हुनुहुन्छ। अब एकछिनमा आगो पनि बल्नेछ यहाँ खाना पकाउनको लागि। अरु चाहिँ यहाँ खानाहरू जम्मा पार्दैछन्। सबैजना मिलेर सहयोग गर्दै खाना पकाउनको लागि हाम्रो विद्यार्थीहरू यतातिर बसेर आराम गर्दैछन्। एक्टिभिटी पोइन्ट यतातिर रहेको छ। सबैजना विद्यार्थीहरू आराम गरिरहेको अवस्था। यो भनेको मदन भण्डारी को घर, जहाँ हामीहरू हाइकिङको लागि आएका छौँ। विद्यार्थीहरू यहाँ भाँडाकुँडाहरू सफा गर्दै। यहाँको अवस्था हेर्दाखेरि धेरै राम्रो घर रहेको छ। यहाँ विभिन्न फोटोहरू, पुराना यादगार तस्बिरहरू सङ्कलन गरेर राखिएको छ। ऐतिहासिक व्यक्तिहरू जो निकै महत्त्व राख्छन् इतिहासमा। विद्यार्थीहरू रुखमुनि बसिरहेका छन्। अरू विद्यार्थीहरू खाना पकाउने प्रोसेसमा त्यहाँ खाना दाउरा बाल्ने काम भइरहेको छ। तपाईहरु हेर्न सक्नुहुन्छ, आगोको सुरुवात भइसकेको छ। अब केही क्षणमै हाम्रो यहाँ खाना पकाउने काम हुनेछ। विद्यार्थीहरू निकै हर्षित अवस्थामा तपाईहरु हेर्न सक्नुहुन्छ। आगो बलिसकेको छ। हामीले आगो बालिसकेका छौँ। हाम्रो सम्पूर्ण कार्यहरू भइरहेको छ। अरू विद्यार्थीहरू यहाँ खाद्यान्नहरू जम्मा गर्दै तपाईहरु हेर्न सक्नुहुन्छ। उहाँहरू चामलको कार्य गर्दै हुनुहुन्छ। यो कतैबाट किनेर ल्याएको होइन, यो चाहिँ सबै विद्यार्थीहरूले आफ्नो घरबाट ल्याएर जम्मा गरेको चामल हो, जसबाट आज सबैको लागि खाना पाक्नेछ। यहाँ विद्यार्थीहरूले आफै खाना पकाएर अनि खानेछन्। धेरै मनमोहक दृश्य